Gold liquidated over $3 trillion longs in 1 hour yesterday and dropped up to 8%. Is this time to sell or is just a manipulation? So, hello everyone, welcome to my video. In this video, I will explain why I am likely feeling gold will crash. I am flipping bearish into gold. So, यो 4 आवर टाइम फ्रेम हेर्दा चाहिँ गोल्डको एउटा डिप आए जस्तो पनि देखिएको छ र यो पुलब्याक नभएर एउटा ट्र्याप पनि हुन सक्छ त्यो बुलहरूको लागि। यो भिडियोमा म सबै कुरा एक्सप्लेन गर्नेछु हजुरहरूको सामु। सो टक्क यो 5448 लेभल चाहिँ गोल्डले ब्रेक गर्यो भने चाहिँ यो बुलिस नै हो, यो एउटा डिप मात्र हो। तर अब यो लेभलबाट माथि जानै सकेन, यो लेभलबाट तलैबाट फेरि क्र्यास आएर यो बनाएको लोलाई पनि अनि फेरि ब्रेक गर्यो भने चाहिँ गोल्ड अझै तल जान सक्छ। ट्याक्क यो लेभल चाहिँ किन मैले भने भन्दा चाहिँ यो ट्याक्क हायर हाई हो कि यो 15 मिनट टाइम फ्रेममा, अनि त्यो हाई चाहिँ ब्रेक भयो भने गोल्ड फ्लिप गर्छ, अभियसली नै बियरिस हुन्छ। किनकि यहाँ देख्न सक्नुहुन्छ हाम्रो हाई यो थियो भने लो यो थियो, अनि यो लो पनि ब्रेक गरेर त अझै तल आएको छ कि गोल्ड। अब अहिलेको हाल फिलहालको लो चाहिँ 4941 लेभल छ। यो लेभल पनि ब्रेक गर्यो भने त अब यो हायर हाई र लोवर हाईको साटो लोवर हाई र लोवर लो बनाउँदै तल तल जान सक्छ। र डेली टाइम फ्रेममा चाहिँ त्यस्तो साह्रो केही देखेको छैन। अहिले चाहिँ एउटा सानो एउटा डोजी टाइपको क्यान्डल मात्र बनेको छ र आजको यो क्यान्डल चाहिँ अब कस्तो क्लोज हुन्छ। अब पम्प आएर माथि क्लोज भयो भने त भयो, यो तलै क्लोज भयो भने त अब यो गोल्ड पनि हल्का तलै झर्छ जस्तो छ। सो आरएसआई चाहिँ हिजो एकदमै ओभरबाउट भएर तल खसेर रहेछ, तर अहिले चाहिँ ठिक्क 66 लेभलमा छ। त्यही पनि म यो क्र्यास अझै तलसम्म आउँछ जस्तो लाग्छ मलाई। लङ टर्ममा अब हजुरहरू स्विङ ट्रेडिङ केही गरिराख्नु भएको छ, लेभरेज ट्रेडिङ गरिराख्नु भएको छ भने त क्यास आउट गरेकै राम्रो। तर लङ टर्ममा जसले हजुरहरूले इन्भेस्ट गर्नुहुन्छ नि 5 वर्ष 10 वर्ष मलाई मतलब छैन, फरक पर्दैन। यो 1 वर्षमा के हुन्छ 2 वर्षमा के हुन्छ, म लङ टर्म होल्डर हो भने त होल्डै गर्नुहोस्, केही भएन। किनकि मन्थली टाइम फ्रेम हेऱ्यो भने गोल्ड बुलिस नै छ के। पुरै एकचोटि क्र्यास आएको भनेको कहिले आएर हिजो 2021मा आएर हिजो, त्यही पनि 41% तल गयो हिजो। कि त अब पहिल्यै हो यहाँ यतातिर हेऱ्यो भने चाहिँ त्यस्तै क्र्यास आएर हिजो, तर त्यस्तो खासै क्र्यास आएको छैन। र डिप आयो भने चाहिँ हजुरहरूले कुनतिर लिएको भनेको चाहिँ यो ट्याक्क 0.618 र 0.786को बिचतिरको भागमा लिएको चाहिँ एकदमै राम्रो। किनकि यो गोल्डन जोन अफ फिबोनाची नि भनेको गरिन्छ यो जोनलाई चाहिँ। अब यो जोनसम्म त आउनु गोल्डलाई टाइम नै लाग्छ, लाग्न त निकै टाइम लाग्छ यतातिर आउनलाई चाहिँ। त्यही पनि अब हजुरहरू इन्ट्रेस्टेड हुनुहुन्छ लिनको लागि यताउता फिजिकल गोल्ड, अब फिजिकल नभएर भर्चुअल गोल्ड लिन पनि इच्छुक हुनुहुन्छ भने यहीँबाट ल्याइ हुन्छ यो जोनमा। यो जोनभन्दा माथि नहेरे पनि हुन्छ, किनकि गोल्डमा एकदमै म्यानिपुलेसन हुन्छ कि हामी रिटेलरहरूको लागि। त्यही भएर चाहिँ यो भिडियोमा म यति भन्न चाहन्छु कि अब हजुर एकदमै लङ टर्मको लागि होल्ड गर्नुहुन्छ भने त गर्नुहोस्, केही भएन, सेल नगर्दा पनि हुन्छ। अब हजुरहरू स्विङ ट्रेडिङ यताउता गर्नुहुन्छ भने चाहिँ हजुरहरूले सेल गरिदिएकै राम्रो, किनकि प्रफिट बुक गरेकै राम्रो। मेजर क्रास आउनु पनि सक्छ, किनकि ब्याङ्कहरू सब सर्ट पोजिसन लिएर बसेको छ र लङ गर्ने भनेको हामी रिटेल नै हो। अनि एभ्री टाइम द हाउस विन्स भन्ने गरिन्छ नि त। त्यही भएर चाहिँ जसरी हुन्छ हाम्रो पैसा कताबाट झिक्ने कताबाट लुट्ने मात्र सोचेर बसेको हुन्छ ठुल्ठुलो खेलाडीहरूले। त्यही भएर चाहिँ सेफ साइड लिन जानुहुन्छ भने सेल गरेकै राम्रो। लङ टर्म हो भने त केही भएन। सो हजुरहरूले यस्तै कन्टेन्ट मनपर्छ, यस्तै ट्रेडिङसँग रिलेटेड न्युजसँग रिलेटेड भिडियोहरू चाहिन्छ भने सब्सक्राइब गरेर राख्नुहोस् र मेरो पुरानो भिडियो पनि हेर्नुहोस्।